कार्यक्रम चाहिँ सुरु गरौँ न एकछिन अब गर्ने होइन नाक कटाउने गयो खोइ अर्को फोन चेन्ज ओ केटाकेटी साइड साइड प्लिज साइड भाउजूलाई फर्स्ट बाइट छोरा यहाँतिर गरिरहेछ फर्स्ट बाइट 6 7 पकडाउ आयो फोन झार्दा भयो त्यहाँ ओ साइड लाग तिमीहरु यहाँनिर लभ बर्डको एकदम यहाँ खान्टे पिन्टे भइरहेको छ यो
सल्लाह दिनु डाउन नराख्छन् यहाँनिर ठ्याक्कै तेरो अनार सबै त मधुर आइरहेको को दुईजना मान्छे जस्तो देख्छु त हेलो आशा हो हल्लाले हल्ला गरेको साह्रै यहाँनिर म यहाँ चिन्ने अहिले बोल्छु मधुरो न मधुरो देखिरहेको छ क्या मैले केही ल्याइदिनँ आज भिडियो बनाउँदैछु क्या यहाँनिर ओ यही लगेर आऊ म अब यो भिडियो भएर उसमा लाउँछु क्या यहाँनिर क्या हो भिडियो बनाइदिएँ क्या मैले चाहिँ यहाँनिर टक्क हो अहिले चाहिँ क्लियर आयो त खै को नानी रे हो बहिनीको हेलो नमस्कार म चाहिँ निशान लिम्बू गिफ्ट के ए दाजुलाई भाउजूलाई मात्रै दिएको अब ऊ त सानो ए भगवान यिनीहरूले सानो भएर सानो भएको भयो तँलाई अघि मैले दुईचोटि थपिसकेँ मामाको जस्तै चोस्ट अरे मेरो भयो जे खानु मेरो कान्छी बहिनीले आज मलाई बर्थडेमा केक पठाइदिएको छ धेरै धेरै धन्यवाद बहिनी ज्वाइँ हौ बहिनी ज्वाइँलाई त्यति नै गुठी बोलेको ओहो ओहो आज हामी सबैजना मेला घुम्न जाँदैछौँ ओहो सबलाई देखाउँछु म सबलाई कसैलाई बाँकी राख्दिनँ हेर्नु न भेना यता हेर्न अनि आजको यो हाम्रो यो माहौल यस्तो बनिया छ नि होइन यो रमाइलो गर्ने माहौल कस्तो तपाईँलाई के कस्तो लागिरहेको छ अब के अरे के मेला अरे खोइ मलाई पनि थाहा छैन अब हेरौँ उहीँ घुमेर आउनु आज लास्ट दिन अरे यसो घुमेर आउनु हजुर चिरोट खानु भनेको राजा आइपुग्यो लाइट अफ गर ए नजाने त नजाने ओइ नजाने कहाँ हो तेरो
बन्टी गाडीहरूले हान्छ अरे यता हेर यता बन्टी यता हेर के छ भन्न न कस्तो लाग्छ Look at this guys. Oh my god. Having यता बन्टी के कस्तो लागिरहेछ तँलाई यहाँ भन्न ए भन्न यहाँ म तर भिडियो बनाइदिन्छु भन् त दामी अनि बोल्न अलिकति अघिसम्म जानु नपाउँदा रुँदै थिइस् अहिले जानु पाउँदा कस्तो भइरहेछ यता यता गाडी आयो कस्तो लागिरहेछ र ओहो यता यता हेर बोल्न आन्टी ओ मेरो छोरी यहाँनिर ल ल ल ल ल ल हेर उता गाडी आउँदैछ उता नकुद उता ओहो कति राम्रो देखिआउने ल हेर के भयो त गालामा रातो छ त त्यो फुल चुटाउनु हुँदैन फुल चुटाएर खराब हुन्छ यहाँ न ल ल नि त्यो भिडियो बनाइदिनुहोस् यो साइड होइन यहाँ छोटो मान्छे चाहिँ अब मेला जाँदैछ ओ ल ल ल ल नजान्थ्योहरू जाउँ न सबैजना ओ यहाँनिर आमामा धुर्बे मेला नजाने ल आज आज ल सबैजना सँगै जाउँ मेला अब यहाँनिर अहिलेलाई यहाँनिर 8 बजिसक्यो पुगेर आएको बाध्दैछ एल्लु अहिले लागौँ होइन आउँदै गर्छ उनीहरू बिस्तारै आउँछन् अहिलेलाई हामी ए सुजान सोल्टीहरू जानुहुन्छ अरे एकछिन पर्खिने हो कि ल अनि उनीहरू त झन् अघि रेडी भएको त जाने कुरो भयो के गर्नु के मिल्दैन होइन सबैजना सँगै जाउँ एक हुल भनेको अब फर्किँदा मात्रै हुल होला जस्तो छ छिट्टो निस्केछौँ त त्यही भएर त म त 7 बजी गएर 8 बजी आउने भनेर खान्छले आज यसको केक कटिङ कार्यक्रम भएर हाम्रो अलिकति कटिङ कार्यक्रम पनि अहिले त अघि निस्केको त कुन्थ्यो नि आउनु नि यतै भने त मैले होइन आउनु नि त यतै भनेको सबलाई निकाल्छु होइन यहाँलाई अलिक क्लियर आउनुहोस् मेला कार्यक्रम केटाहरूलाई पनि निकाल्छु भरे अटो भिडियो दुई भाइ चाहिँ यहाँनिर बिजोको अवस्थामा छ है भिडियो अझै भएर म लगाइहाल्छु नि के अनि आज सबै परिवार गइरहेको छ कस्तो लागिरहेछ एकदम राम्रो रमाइलो एकदम रमाइलो लागिरहेछ के भन्नु एकदम ह्याप्पी वाला फिल भइरहेछ मजा आउँछ परिवारसँग जियोस् अरू त केही भन्न चाहदिनँ अरे हजुर के छ ठिक छ हो जाउँ न त तिनीहरू आउनु टाइम लाग्छ नि छन् ल्याङ गरेर झन्डै केटा कसले दुरै भाइहरू कसले एक्लै भन्नु थालिहाल्दा धुर्बे
ए रियाङ 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 कहाँ भिडियो निकाल्न आँटेको भिडियो त त ऱ्यापर जस्तो देखिरहेको छ त छैन एउटा ऱ्याप हान्दैन आउँदैन क्या ए हान्न हान्न आउँदैन के एउटा हेर्न यो यो मेरो नाम हो कलुवाको छोरा म बलुवा म हान्छु यहाँनिर अब छल खोइ त्यो कालो हुन्छ र फ्री स्टाइल हान्न आउँदैन 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 मेरो ल ल खेल हान्न ल छुएन 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 अर्कान मिस्टेक ए मिस्टेक भएको सक्यो यहाँ म हान्छु ए भाइ के भयो भने पर्छ त भिडियो होइन छुयो भने पाएरै बोटललाई छुनु पर्यो छुनु पर्यो छुएन यो छुएन छुएन हान्नु देखाउँदैछ हान्नु ओला खानु थाहा भएन सयको छ गरे बताइ हान्नु हान्नु ल ल ल म भिडियो बनाइदिनु ल हान्नु हान्नु यताउता चाहिँ हेर्नु न त्यसमा हान्नु न उयो कोकमा ल ल ल ल ल ल नपर्ने रहेछ थाहा पाएँ मैले ल दाइ टाटा बाई बाई ट्राई गर्नु होइन अब अर्को गेम लाग्छ रियाङ गोइङ टु जान अर्को नलगाइज आइज न यो देखे त्यो हान्नु तर यहाँ यो हान्दैन जस्तो के हेर्छ यो गेम चाहिँ हेरौँ न पैसा हाल्ने पैसा अरू ए नम्बरै देखिँदैन दामी हो पैसा यो खै यो खेलेकोले पारै सकेन बाबासँग बस्दै गर्नु है कुन्टे भएकोमै अघि साइले भएकोमै छु गेम खेल्नु आउँदैन ल कति रे यो होइन अलिक भिड छ क्या कस्तो आइज यसलाई यो पनि खेलाउनु पर्यो अलिक उयो लडाउने हान्नु मलाई ए 100को 6वटा हान्नु पर्ने बीचमा ना देखाए
आमा सक्यो त्यसले चाहिन्छ त्यतिकै फाल्यो के खेल्ने यो पनि खेल्ने यो पनि खेल्ने हो र यो दिनु नि त यो बहिनी यता यता कति 100 को छोरा 야, 그 좀 내 빠가래. 아이, 국물. यसरी यो काठ छुनु नपर्ने यो भन्दा पनि उता खेल्नु नि चलो बल हान्नु लाग्यो पैसा 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 पहिला पैसा छोडी मिलाएर हान्नु मिलाएर हेलो ब्रदर यो चेन्ज गर्दम ल ल छोडी हान्नु रोक्नु नेक्स्ट रोक्नु न पहिला मान्छे उता जानु बिचमा भयो नि गोल बनाउँछ नि माथिको मात्रै लडाउनु माथिको मात्रै लड छोडी अनि लड्दाखेरि 500 रुपियाँ दिन्छ अरे नि त अरे के हान्ने हो र अघि मैले 5 वटा लडाएको पहिला छेउमा मात्रै लडेन एउटा मुनिको 5 वटा हान्दैको मलाई कस्तो भिडियो बनाउनु पाइएन क्या त्यतिखेर के गर्नु हेर्नु बिन्दा छुटको बदला छुट्टै हो बुझिराख छुट्यो फेरि मला बाबु मसँग नोटको घाट छुटको बदला छुट्टै हो बुझिराख छुट्यो फेरि मेरो छुट्यो फेरि
हुँदैन कि अनि पिस्तोलै चाहिन्छ अरे त्यही भएर त्यो दुश्मनको लागि हो यताको कुरामा अघि सुरुमा त जोसेर अहिले ओसिन पाइँदैन है लास्ट सुन्नु जोसे मेरो स्वर सकिरहेको छ त्यही त म गाइरहेको छु यहाँ त बबाल छ यहाँ बबाल छ यहाँ अगाडि बबाल छ एक दुईजना लजाइरहनु चल लजाउँदै यहाँ गीत सकिन आँटिसक्यो अब 2टा गीत बाँकी छ र दुश्मन ट्र्याक प्लिज दुश्मनलाई जलाउनको लागि दुश्मनसँग बदला लिनको लागि दुश्मनलाई नराम्रो गर्नको लागि के गर्नुपर्छ थाहा छ? खुसी हुनु गर्नु
सपना मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिले काहीँ रोनेछौ तिमी सधैँ हुनेछौ सबैका माथिका बात मायाले बोलायो मलाई मायाले बोलायो मायाले बोलायो मलाई मायाले बोलायो मायाले बोलायो कुद्दै कुद्दै गरी यता जान्छ कहिले उता जान्छ बिसारी हिँड्नु जाँदैन कुद्दै कुद्दै भिडियो गरेर पर्खेको निकाल्नु खोज्यो एक जार पानी खाइसक्छ फेरि ए नकुद पुलिसले खेदाए जस्तो छ यिनीहरूले पुलिस अघि अघि पुलिसले त दुईजना ल्याएको छ भाइ तिमीहरू यता नजाऊ यता फर्क फर्क भनेर जान्दैन दुई तिनजना केटाहरूलाई अघि त बियर खाँदै जान्छ हेर्नु न उयो तल उयो जस्तो हुन्छ कान्छ यो सँग भाइहरूकोमा बस्ने त थियो नि सँग भाइहरूकोमा बस्ने घरबेटी थिएन घरबेटीको छोरी यत्रो सँग भाइले हो त्यो मान्छे त पक्कै विदेशी नै हो उसको आमा विदेश गएको उसको आमा विदेश गएर भन्छ कि